यहाँबाट टिकट लियो होइन पैसा नतिङबाट चलन छैन छैन अब यहाँ टिकट लिइसकेपछि फ्रान्सको अब यहाँबाट होइन दुई ठाउँ यहाँबाट गएपछि एउटा त्यो घुम्ती जस्तो ठाउँमा तिर्नुपर्छ फेरि त्यहाँबाट टिकट ल्याइछ अङ्कलहरू भने तिर्नुपर्छ क्या दुईवटा तिर्नुपर्छ कास्टेल नादोरी अब हामी आज यहाँ कास्टेल नादोरीमा होइन यहीँ बस्छौँ भोलि अङ्कल र आन्टीलाई लिएर हामी यहाँबाट बिहानै 6 बजे होइन सोम बिहान 6 बजे नै जानुपर्छ है अनि यहाँबाट दोना भन्ने ठाउँमा aproximándote a una cabina de peaje. घुमेर फेरि त्यहाँबाट पेरिस पुग्नु छ भने ओहो अब यहाँ फेरि पैसा तिर्नुपर्छ यो आरामले के गर्छ यहाँ पैसा तिर्नु पऱ्यो यो होइन नि त अनि अब हजुरहरूले चिनचिन पकाएर त्यो चिनचिन पकाएरै जान पाइयो चिनचिन पकाएरै जान पाइयो पाइन्छ यसको के ल अब लाग्यो दोनाबे तिलातिर यहाँबाट करिब 3 घन्टाको यात्रामा हामी दोनाबेतिर पुग्छौँ र त्यहाँबाट हामी पेरिसतिर लाग्छौँ तिमी आउँछौ कि अर्कै बेगरो घर बन्न जोडे तिमी आउँछौ कि अर्कै बिहा गरौ तिमी आउँछौ कि अर्कै बिहा गरौ ओहो जुत्ता त कतिले आमामा बस तिमीले भने दुनीले पेलोतामा आएर आइपुग्यो आएर खाना खाएर अनि अब मासतिर चढ्नु जान्छु नि त अब यहाँबाट खाना खाएर अब मासतिर जाने होइन त अङ्कल मासतिर जाने उताको अहिले पछि ठ्याक्क यो पछिको भ्यू डाँडा बल्लाको डाँडा चढ्न जाने ल अलिकति त्यसको लागि इनर्जी निकाल्नु पऱ्यो नि त होइन पऱ्यो गल्ला ल यहाँदेखि नै बालुवा रहेछ अङ्कल यो सबै त्यहाँबाट उडाएर लिएर आएको हो कि हामी चाहिँ आज यो फ्रान्सको दुनियाँदे पिलात भन्ने ठाउँमा आएका छौँ यो चाहिँ बालुवाको ठुलो डाँडो रहेछ यो जुन चाहिँ झन्डै 3 किलोमिटर लामो छ अरे यो र यो 4000 वर्षदेखि बन्या भन्ने कुरा पनि सुनियो त्यो ठुलो डाँडो रहेछ यो चाहिँ अनि के पनि भन्दो रहेछन् भने यो हावाको कारणले हरेक वर्ष बिस्तारै अगाडि सर्दै गएको पनि छ भन्दो रहेछन् ओहो यस्तो दामी रहेछ यो तलबाट हेर्दाखेरि त्यस्तो रमाइलो छ ओहो उक्लेर आयो त तिमी त ओहो अब हेर है त यहाँनिर ठ्याक्कै डाँडो पनि सिध्यो कस्तो छ हेर भाइ त 1 2 3 वाउ यो डाँडोबाट वाउ ठ्याक्कै डाँडो चढेपछिको भ्यू ओहो
सुरभ मजा आयो एकदम इन्जोय गऱ्यो नि हो ल अब हामी कहाँ जान्छौँ अब हामी यो डिस्नील्यान्ड जान्छौँ ल हामी अब यो यहाँबाट होइन अब हामी पेरिस लाग्छौँ होइन त ल लेट्स गो है त ओके सो कस्तो हो त भेरी गुड कुन ठाउँ रे यो दुना दि पिलात दुना दे पिलात है रमाइलो भयो इन्जोय गरेँ है भेरी अब हामी यहाँबाट पेरिस पेरिस कति घन्टा छ यहाँबाट 6 घन्टा छ है 6 घन्टा हामी यहाँबाट अब पेरिस गएर बस्छौँ र भोलि हामी आइफिल टावरतिर र डिस्नील्यान्ड होइन आइफिल टावर डिस्नील्यान्डतिर जान्छौँ ल त मजा आयो नि ल के भइरहेछ हेत्तेरिका रमाइलो छोरी छोरीको साथको लागि झन् धेरै 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 धन्यवाद बाबुहरूको लागि ल राम्रोसँग जानु पऱ्यो केही पऱ्यो भने फोन गर्नु है भाइ नमस्ते गर्नु अब पर्सि उता के अरे उता प्लानिङ गरेर